हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी माछा मार्नलाई जान लाग्छौं ओक्रा बीच। भिडियो आउनेछ माछा मारेको पनि। ल अब चाहिँ हामी यहाँबाट एक दाइहरु हुनुहुन्छ यहाँ बाहिर। अब हामी सबैजना बसेर जाँदैछौं है त। ल साथीहरु हामी चाहिँ माछा मार्न आइसकेका छौं। यो समुद्र यहाँ चाहिँ माछा मार्ने यो चाहिँ ढडिया ढडियाको ढडिया बनाउने कार्यक्रम चलिरहेछ। यता हुनुहुन्छ भाइ चाहिँ। ल कस्तो रहेछ है यहाँ माछा भित्र जान्छ उताबाट फर्किन पाउँदैन हैन ल खाउ छोडिहाल्नु भयो। ल साथीहरु ल है आइएछ हामी चाहिँ त माछा मार्न। ल हामी चाहिँ ढडिया थाप्दैछौँ। यताबाट हिँड्नु है यताबाट ढडिया थाप्दैछौँ। दुईटा त्यहीँ छ त नि साथीहरु। ढडिया चाहिँ यहाँ छ यसरी राख्ने हो। टक्क यहाँबाट माछा छिर्छ खबुज खान्छ भित्रै अल्मलिएर बस्छ सोल्टीहरू ट्याक्कलाई निरागना टपक्क टिप्ने। ल त्यो त माछा कुद्दैन त यार। त्यहाँ थापेछु माछा चाहिँ हेर्नु साथीहरु। देखिँदैन माछा। देख्यो त। ल हेर्नुस् माछा चाहिँ यही हो। यो चाहिँ हामी मार्दैछौँ। त्यहाँ हेर्नुहोस् कति जुम गरेर देखिन्छ चाहिँ। ल यो माछालाई हामी मार्न आएको है त। हेर्नुहोस् ल हेर्नुहोस् माछा ताँत। दाजु चाहिँ ढडिया झिक्न जाँदै हुनुहुन्छ माछाको। अलिअलि माछाको ढडिया चाहिँ यसरी थापेछौँ यहाँ हामीले। यो चाहिँ माछाको ढडिया हो यहाँ थापेको छौँ। ल साथीहरु हेर्नुहोस् है माछा कति परेको छ हेर्नुहोस् है। ल हेर्नुहोस् है चिसो बोक्नुको भित्र। वाउ ल हेर्नुहोस् माछा अहिले देखाइदिनु दाजु। ल हेर्नुहोस् ल हेर्नुहोस्। ओहो यहाँ हाल्नु दाजु। साथीहरु माछा चाहिँ यसरी मार्नुपर्छ है विदेशमा चाहिँ हामी ढडिया यस्तो खालको ढडिया बनाएर। ल हेर्नुहोस् माछा केही गर्नै पर्दैन न जाल हान्नु पर्यो न केही गर्नु पर्यो बस वेट गर्ने। ए लिनुहोस् त केही गर्नु पर्दैन माछा हेर्नुहोस् ल माछा सानो ए खबुज टुक्रा टुक्रा हाल्ने फेरि भोक कहिले पनि अगाइहाल्छ यहाँ पनि थुप्रो भरियो त पनि कालो देख्यो भने ल हेर्नुहोस् माछा यसरी मार्ने भाग्य त झिक्यानु न कति धेरै गुण लाग्यो माछा।